हाम्रा जुनानिसको निर्देशक डाइरेक्टर महोदय शिव मुखियाको बाहुलीबाट हामी उहाँहरूलाई हस्तान्तरण गरिराखेका छौँ। अझ हाम्रो ताली जोडले गुचाउँदैछौँ। हालेलुया। र आज हामी उहाँलाई यो ठाउँमा पाउन अति नै हामीले एउटा आशिषलाई महसुस गरिराखेका छौँ। वास्तवमा यो एपिसोड हामी एड्रिन पास्टरसँग बात मारिराखेका थियौँ। यो कालिम्पोङमा हुनुपर्ने थियो। यो कालिम्पोङमा हुने एपिसोडलाई हामी दार्जिलिङले मौका पाएका छौँ। प्रभुलाई धन्यवाद होस्। सायद हामीले यहाँनिर कतिवटा छोडिएको छ, यहाँ नामै सायद हामीले पढ्न पर्ने अवस्था हुन्छ। उहाँको टिम जीवनभर येशूको चेला हुन मन पर्छ, हुन मन पर्छ, च्याङ्बा हुन मन पर्छ।
पवित्र परमेश्वर आफैमा सर्वसम्पन्न आनन्द र प्रेमले पूर्ण कसैमा हुनुहुन्न निर्भर आदिमा तपाईँ जब बोल्नुभयो पृथ्वी उत्पन्न भए ताराहरू र स्वर्गदूतहरू तपाईँको ज्ञानले सृजिए। दुवै हात उचालेर भन्दैछ सार्वभौमिक सर्वज्ञानी पितालाई होस् महिमा स्तुति आदर आराधना सार्वभौमिक सर्वज्ञानी पितालाई होस् महिमा स्तुति आदर आराधना। धन्यवाद परमेश्वर तपाईँलाई। नजिकमा जाने शेष तपाईँको छेउमा तपाईँको छेउमा तपाईँको नजिक अँगालो भित्र राख्नुहोस् मलाई बुवाले जस्तै मित्रले जस्तै तपाईँको नजिक अँगालो भित्र राख्नुहोस् मलाई तपाईँको छेउमा तपाईँको छेउमा तपाईँको नजिक अँगालो भित्र राख्नुहोस् मलाई बुवाले जस्तै मित्रले जस्तै तपाईँको नजिक अँगालो भित्र राख्नुहोस् मलाई। साँच्चै नै परमेश्वर तपाईँको नजिक हामीले राख्नुहोस्। तपाईँको हृदय सुन्न चाहन्छौँ। अहिले हामीले कतिवटा गीतहरूलाई प्रस्तुत गरिसकेका छौँ अनि हामीहरूको बिचमा अझै 5-7वटा गीत बाँकी नै छ, 5-6वटा। अनि तपाईँहरूले धैर्य धारण गरेर बसिदिनुहुन्छ भन्ने कुरामा पनि म एकदमै विश्वस्त छु। हामी आज यहाँनिर डाँडामाथि बसालिएको सहरको बारेमा हामी सुन्नेछौँ। म केही कुराहरू बताउने छु। अनि डाँडामाथि बसालिएको सहर चाहिँ अनि बाइबलमा पनि उल्लेख गरिएको छ। अनि यो ठाउँ यो भूमि पनि डाँडामाथि नै बसालिएको सहरको रूपमा स्थापित भएको छ। मत्ती 5को यो खण्डलाई हेर्दै जाँदाखेरि प्रभु येशूले डाँडामा बसेर उपदेश दिँदै हुँदाखेरि डाँडाको उपदेशको कुराहरू हामी पाउँछौँ।
थिचो मिचोमा हुनेको भावना बुझ्नुहुन्छ स्वतन्त्रताको गीत कस्तो हुँदो रहेछ सुनाउनेछ गोर्खालीले हे हे हे
धन्यवाद दिने समयमा छौँ अनि जसरी परमेश्वरले सुरुदेखि यहाँसम्म ल्याउनु भयो यहाँदेखि उता तपाईँहरू यहाँ हलभित्र तपाईँले अवश्य पनि बडो आनन्द लिइराख्नु भएको थियो र तपाईँले पाउनुभएको यो आनन्द अब गएर ती व्यक्तिहरूको माझमा पोखिनु पर्यो जसले चाहिँ परमेश्वरको आनन्दलाई थाहा पाउनु भएको छैन। यो हाम्रो लागि ठुलो चुनौती हो। हामी जागृति आएर हामी चर्चभित्रै उफ्री पाफ्री गरिरहेका हुन्छौँ। सर्वशक्तिमान परमेश्वर पितामा तपाईँलाई धन्यवाद चढाउँछु। तपाईँको अनुग्रहमा तपाईँले हामीलाई यस समयसम्म यस ठाउँमा भेला गरेर तपाईँको महिमा लिन दिनुभयो। धन्यवाद पिता। प्रभु तपाईँको वचन रोमी 12:15 भन्छ रुनेहरूसँग रो अनि आनन्द मनाउनेहरूसँग आनन्द मनाऊ। प्रभु तपाईँलाई धन्यवाद दिन चाहन्छौँ। तपाईँले हामीलाई यो आनन्द मनाउने समय